ओके हामीले आजको यस भिडियोमा चाहिँ यस साइटमा चाहिँ हामीले कसरी लगानी गर्ने कसरी धेरैभन्दा धेरै आम्दानी गर्ने लगायतका कुराहरू गर्नेछौँ। त्यसकारणले गर्दा भिडियो अन्त्यसम्म हेर्नुहोला। यस साइटमा खाता खोल्नका लागि मोबाइल नम्बर पासवर्ड पर्मानेन्ट कोड चाहिँ यस साइटमा लेखेर लगाउनु होला अनि आमन्त्रण कोड चाहिँ लिङ्क देखाइसकेपछि अटोमेटिक बस्नेछ। त्यसपछि साइन अप गर्नुहोला। ओके यस्तै गरी तपाईँले पनि आफ्नो डिटेलहरू फिलअप गरिसकेपछि साइन अप गर्नुहोला। ओके दर्ता सफल भइसकेको छ। अब हाम्रो खाता खुलिसकेको छ। ओके खाता खुलिसकेपछि तपाईँको चाहिँ सामेल हुन स्वागत छ। रेडियो बाइक भनेको छ। रेडियो बाइक यस साइटमा चाहिँ तपाईँलाई स्वागत छ। प्लेटफर्म सुरुवात मिति भनेको चाहिँ अक्टोबर 18, 2025 देखि भएको थियो। यसमा चाहिँ दर्ता बोनस चाहिँ 300 रुपियाँ पाउनुहुनेछ भने दैनिक लगइन बोनस चाहिँ 30 रुपियाँ पाउनुहुनेछ। होइन तपाईँले चाहिँ यसै गरी चाहिँ इन्कम गर्न सक्नुहुन्न। थुप्रै जानकारीहरू यहाँ दिएको छ, यसलाई ठिक छ गर्नु होला। अब अन्तिममा म भन्ने आइकनमा जानुभयो भने चाहिँ यहाँ तपाईँले रजिस्टर बोनस 300 रुपियाँ चाहिँ प्राप्त गर्नुभएको छ। देख्दै हुनुहुन्छ यहाँनिर कुल ब्यालेन्स चाहिँ 300 रुपियाँ रहेको छ। यता आएर तपाईँले चेकिङ गर्नुहुन्छ भने चाहिँ केही बोनसहरू चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। जुन चाहिँ दैनिक चेकिङमा एकपटक क्लिक गर्नुहोस्। यहाँ क्लिक गर्नुभयो भने चाहिँ तपाईँले 30 रुपियाँ चाहिँ प्राप्त गर्न सक्नुहुनेछ र तपाईँले रजिस्टर बोनस 300 प्राप्त गर्नुभयो र यता 30 रुपियाँ प्राप्त गरेर चाहिँ तपाईँले यता 330 रुपियाँ चाहिँ यता खातामा चाहिँ प्राप्त गरिसक्नु भएको छ। यहाँनिर चेक गर्न सक्नुहुनेछ। अब चाहिँ यसमा इन्भेस्टमेन्ट प्लेटफर्म भएको कारणले गर्दा आफ्नै रिस्कमा लगानी गर्नुपर्ने हुन्छ। यो एउटा एजुकेसन पर्पजको लागि बनाइएको भिडियो हो। अब चाहिँ तपाईँले यहाँनिर चाहिँ रेडियो बाइकमा सहभागी हुनका लागि चाहिँ तपाईँहरूले चाहिँ यहाँनिर केही भिआइपीहरू खरिद गरेको हुनुपर्ने हुन्छ। जसको लागि चाहिँ भिआइपी 1 को मूल्य रहेको छ 1200, जसको मूल्य चाहिँ 1200 रहेको छ, जसकोदेखि कुल लाभ भनेको चाहिँ 10,800। भिआइपी 2 को लागि रहेको छ 2500, जसकोदेखि चाहिँ मूल्य 2500देखि खरिद गर्नुहुन्छ भने जसदेखि चाहिँ 4200 रुपियाँ जति प्राप्त गर्न सक्नुहुनेछ। थुप्रै भिआइपीहरू रहेको छ। तलपट्टि डिस्काउन्टमा भिआइपीहरू पनि दिइरहेको छ। 50,000 होइन 5,000 पर्ने भिआइपीलाई चाहिँ 4,4700मा चाहिँ दिएको छ। त्यसै गरी चाहिँ अन्य देख्नुहुन्छ 8,000 पर्नेलाई चाहिँ 7500मा भनेर चाहिँ यसरी देखाएको छ। जुन चाहिँ तपाईँले आफ्नो रिस्कमा खरिद गर्नुपर्ने हुन्छ। जस्तै पहिलो भिआइपी खरिद गर्ने हो भने चाहिँ यसमा क्लिक गर्नुहोस्। यसको मूल्य 1200, साइकल भनेको चाहिँ यसले 60 दिनसम्म चाहिँ तपाईँलाई लगानी दिनेछ। दैनिक आम्दानी 180 रुपियाँ चाहिँ कुल लाभ चाहिँ 10,800। यसको मूल्य भनेको चाहिँ 1200 रहेको छ। ओके यसमा चाहिँ लगानी गर्ने या नगर्ने आफ्नो रिस्कमा गर्नुपर्ने हुन्छ। अब चाहिँ तपाईँले लगानी गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ यसमा चाहिँ केही रकमहरू डिपोजिट गर्नुपर्ने हुन्छ। जसको लागि चाहिँ तपाईँले यसमा खातामा रकम डिपोजिट गर्नका लागि तपाईँले यहाँनिर चाहिँ डिपोजिट गर्नुपर्ने हुन्छ। जसको लागि चाहिँ 1200 मिनिमम 1200 डिपोजिट गर्नुपर्ने हुन्छ। जसको लागि चाहिँ यति गरिसकेपछि च्यानल भुक्तानी च्यानल 1 र भुक्तानी च्यानल 2 रहेको छ। जस्तै भुक्तानी च्यानल 1 देखि गर्नुहुन्छ भने यसमा क्लिक गर्नुहोस्। तपाईँहरूले चाहिँ भुक्तानी च्यानल 1 भन्दा भुक्तानी च्यानल 2 परे गर्नु होला। जस्तै चाहिँ तपाईँले केही डिस्काउन्टमा चाहिँ तपाईँले यसमा चाहिँ खातामा रिचार्ज गर्न सक्नुहुनेछ। जस्तै 2500 रुपियाँ सिलेक्ट गर्नुभयो भने चाहिँ तपाईँले 2497 रुपियाँ जति चाहिँ सेन्ड गरे हुन्छ। जसको लागि यहाँ देखाएको छ। ब्याङ्क चाहिँ प्रभु ब्याङ्क छ। जस्तै कार्ड होल्डर नेम चाहिँ यो कपी गर्ने, कार्ड नम्बर यो छ। अनि यो प्रभु ब्याङ्कमा यो मिलन तामाङ जुन यो खाता नम्बर रहेको छ यसमा चाहिँ तपाईँले यहाँ देखाएको एमाउन्ट जुन 2497 रुपियाँ तपाईँकोमा जति डिपोजिट गर्न चाहनुहुन्छ त्यति मिनिमम भनेको चाहिँ 1000 रुपियाँ गर्नुपर्ने हुँदो रहेछ। 200-300 रुपियाँ चाहिँ तपाईँले चाहिँ यसमा चाहिँ तपाईँले रजिस्टर बोनस पाउनुहुनेछ। 13 मिनटभित्र यो काम गर्नुपर्ने हुन्छ। जसको लागि चाहिँ यसमा खातामा पैसा डिपोजिट गरिसकेपछि यहाँ क्लिक गर्ने, त्यसपछि यहाँनिर स्क्रिनसट हालिदिने। स्क्रिनसट हालिदिइसकेपछि तपाईँले चाहिँ होइन आई ह्याभ पेडमा क्लिक गरिदिने। त्यसपछि ओके गरिसकेपछि तपाईँको पेमेन्ट चाहिँ जानेछ। ओके यसै गरी चाहिँ तपाईँको चाहिँ 10-15 मिनट धेरै लाग्यो, आधी घन्टामा चाहिँ तपाईँको पेमेन्ट चाहिँ आउनेछ। त्यसपछि यहाँनिर कुन भिआइपीको लागि एमाउन्ट डिपोजिट गर्नुभएको छ त्यो क्लिक गर्ने अनि अहिले लगानी गर्नुहोस्मा क्लिक गरिसकेपछि तपाईँको भिआइपी चाहिँ आउनेछ। अहिले चाहिँ मसँग ब्यालेन्स छैन, मैले चाहिँ तपाईँहरूको लागि देखाउनको लागि अर्को एकाउन्ट क्रिएट गरेको छु भने चाहिँ अर्को एकाउन्टमा मैले भिआइपी लिएर एकदमै राम्रो इन्कम गरिरहेको छु। यहाँनिर चाहिँ ब्यालेन्स आइसकेपछि यहाँ कुल ब्यालेन्समा चाहिँ तपाईँको रकम चाहिँ आउनेछ। यति गरिसकेपछि तपाईँले चाहिँ यहाँनिर चाहिँ अर्डरहरू प्राप्त गर्न सक्नुहुनेछ। जस्तै अर्डरहरूदेखि पनि यहाँदेखि डेली चाहिँ क्लाइम गर्न सक्नुहुनेछ। दैनिक 1 घन्टा बितिसकेपछि यहाँनिर क्लाइम गर्न सक्नुहुनेछ। ओके तपाईँले भिआइपी खरिद गरिसकेपछि यहाँ अर्डर सङ्ख्या हुनेछ अनि कुल आम्दानी हुनेछ। यहाँनिर चाहिँ तपाईँले क्लाइम गर्न सक्नुहुनेछ। अब चाहिँ तपाईँले साथीहरूलाई रेफर गरेर पनि राम्रो इन्कम गर्न सक्नुहुन्छ। जसको लागि चाहिँ टोलियो नाइकानमा आएर यो लिङ्क सेयर गर्नुहुन्छ भने तपाईँले लेभल 1 देखि 30%, लेभल 2 देखि 3% र लेभल 3 देखि 1% कमिसन चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। अब चाहिँ तपाईँले यही तरिकाले इन्कम गर्न सक्नुहुनेछ। तपाईँले एकदमै राम्रो
टोलीहरूलाई रिफर गर्नुभयो भने चाहिँ यहाँदेखि पनि केही कमिसनहरू लिन सक्नु। तपाईँले 20 जना होइन 10 जना वास्तविक दर्ता 10 जना लगानी नगरेका व्यक्तिहरूलाई मात्रै रिफर गर्नुहुन्छ भने मात्र लगानी गर्न पर्दैन। 10 जनालाई यस खाता खोल्न लगाउनुहुन्छ भने पनि 100 रुपियाँ प्राप्त गर्न सक्नुहुनेछ। जस्तै चाहिँ तपाईँले चाहिँ होइन यहाँनिर देखाइरहेको छ अन्य व्यक्तिहरूलाई चाहिँ 5 जना लगानीकर्ताहरूलाई ल्याउनुहुन्छ भने 1000 रुपियाँ इनाम पनि प्राप्त गर्न सक्नुहुनेछ। अब चाहिँ लगानी गरेका ब्यालेन्सहरूलाई विड्रा गर्नको लागि बैंक भन्ने आइकनमा आउनुहोस् र यहाँनिर चाहिँ तपाईँले बैंक कोड चुज गर्नुहोस्। तपाईँले इस्वा गल्ती अन्य थुप्रै ब्याङ्कहरू एभरेज एनएसएसए सिद्धार्थ हिमालयन जस्ता स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क होइन थुप्रै ब्याङ्कहरू रहेको जस्तै चाहिँ केमा विड्रा गर्ने त्यो चुज गर्नुहोस्। इस्वा गर्नुहुन्छ भने इस्वाको नाम लगाउनुहोस्, त्यसपछि खाता नम्बर लगाउनुहोस्, सेभ गर्नुहोस्। अनि त्यसपछि तपाईँले चाहिँ निकासीमा जानुहोस्। अनि त्यसपछि यहाँनिर कति निकासी गर्ने त्यो लगाउनुहोस्। अनि त्यसपछि चाहिँ तपाईँको खातामा चाहिँ प्राप्त हुनेछ। यसदेखि चाहिँ न्यूनतम निकासी रकम भनेको चाहिँ 500 रुपियाँ चाहिँ तपाईँले निकासी गर्न सक्नुहुनेछ। व्यापारमा जानुहुन्छ भने यहाँनिर के कसरी इन्कम भएको छ, कति निकासी गर्नुभयो, कति विड्रा गर्नुभयो, सबै जानकारी चाहिँ यहाँ रहनेछ। भिडियो यति नै कस्तो लाग्छ कृपया च्यानललाई सब्सक्राइब, भिडियो लाइक, सेयर गर्न नबिर्सिनु होला।